त्यहाँपछि यत्रो ठाउँमा चाहिँ कसरी गाडी उक्लिन्छ हौ यो ल यस्तो पनि गाडीले रिस लिएर चाहिँ काम गर्दैन हेर्नु बस नलगे बस भए पो उक्लिन्छ भन्ने यार यहाँ किसान कस्तो लाग्यो यहाँ सबैले दुई ढोका भए हाल्नु होइन त्यही त बोक्नु यार चाहिने भाइलाई उनीहरूलाई चाहिँ अर्कोले दिएर पठाइयो अहिले बोलेर गाडी भएर भने हेऱ्यो मजाले गाडी साडी चढ्दैन सर यस्तो छ नि यो खोर्लेकै फाल्छ कहाँ चढ्छ भने गाडी उनीहरूले भनेर चढ्छ भने गाडी ऊ यहाँ यस्तो यहाँ त बस्दै यसरी चिप्ल्याउँछ अनि हाम्रो गाडी कसरी आउँछ गाडी के पनि पागलको रहेछ मान्छे हानिरहेको यहाँ चिप्लिहाल्छ नि त्यही त भन्दैछु त यस्तो लियोमा अनि गाडी चिप्लिँदैन भने अहिले बाइक बसेर आउने हो बाइक हिँड्छ कि उयो होला क्या त्यो बाटो चाहिँ बाटो हेर्न आयो भने त्यही हो क्या उपर फुट लाग्यो त्यस्तो रिस्कले गाडी गुडाइदिएन सर होइन हो भन्छ न दोकानले सबैले हो अनि पानी कस्तो बाटो गुडाइदिएको ढलै छ त्यही बाइक उतानु टाङ हुँदैछ खोलै हो रहेछ बस हिँड्ने बाटो कि सर यो बस आउँदैन के सामान खेड्दा बुझेकै जाउँ न बाटो